गाइस वेलकम छ हजुर मेरो नयाँ ब्लगमा। सो गाइस आज चाहिँ म पहाड आएको छु राजरानी धनकुट्टा तिलीगाउँ भन्ने ठाउँमा। अस्ति हजुरले मैले देखाएको थिएँ हाम्रो घरहरू बन्दैछ पहाडको। ट्याक्क अहिले चाहिँ टोइलेट पनि बनिसक्यो नि त गाइस। एन्ड एज यु क्यान सी किचन चाहिँ भत्कियो, फेरि नयाँ बन्दैछ। म चाहिँ अलिक छिटो आएँ क्या, टिन लगायो घरमा होइन गाइस। धार त्यत्तिकै छ हेर्नु सक्नुहुन्छ। ट्याक्क यो किचनमा पनि टिन हाल्यो। पहिला चाहिँ खरको थियो अनि अहिले चाहिँ टिनको बनाउनुभयो। एज यु क्यान सी त यो हल्का लिप्नु पर्ने यहाँतिर, तर छैन। अनि टिनहरू हाल्नुभएको छ पुरै। अब सबै म्यानेज गर्नुपर्ने छ। र गाइस पहाड चाहिँ यस्तै छ मेरो। अनि अस्तिको भ्लगमा ल बिफोर एन्ड आफ्टर चेन्ज पनि देखाइदिन्छु ल। अहिलेको गाइस यो होइन भनेपछि पहिलेको चाहिँ यो है ल गाइस। अनि किचन चाहिँ अहिलेको यो भने पहिलेको यो हो क्या गाइस। ल गाइस यहाँ चाहिँ बाइक राख्ने छ, बाइक चाहिँ राख्ने पुरै काम हुँदैछ टन्नै पाहाडमा। कसैलाई रोज मनपर्छ कमेन्ट बक्समा कमेन्ट गर्नु होला। तपाईँहरू पनि आउनु घुम्नुलाई, घुम्नुलाई पाउनु। राजरानी झन् फेमस त्यहाँ छ त रानीताल, बोटिङ गर्नु होइन गाइस। गाइस यो चाहिँ मजाले बनिसकेको छ नि, यही हो गाइस अस्तिको भत्काएको सबै सामानहरू म्यानेज गर्ने भएको छ। अनि गाइस खास गरेर चाहिँ मेरो हाउस हाम्रो फुपू यता हुन्छ यता। यो चाहिँ किचन अहिले मूलघरको मुनि यही किचन बनाइराख्नु भएको छ। भाट छ अन्त गाइस यता भयो होइन। हाम्रो फुपूले टन्न फुलहरूको भेराइटीहरू रोप्नु भएको छ। अन्त गाइस यो आँपको बोट फल्दैन, आँप चाहिँ कहिले पनि। यो चाहिँ दामी गाउँघरको घर जस्तो हुन्छ गाइस। यो खरहरू भयो, त्यही खरहरू निकालेको ल नि गाइस। सबै टिन लगाइसकेको छ। म चाहिँ बिहान उठेर मलाई हल्का हाई आउँदैछ, हाई गाइस हाई आउँदैछ। अनि माथि बढौँ चढौँ बरन्डा। यो भनेको बरन्डा, यहाँ कोठा त्यहाँ कोठा, यहाँबाट दामी भ्यू हेर्न सकिन्छ। अन्त गाइस म भित्र जाँदैछु, यता कोठा छ। आधेरको देखिएन। आधेरको देखिएन। यो चाहिँ गाइस मेरो बेड, बाबुको बेड, फुपूको बेड, फुवाजीको बेड, सबै एउटा बेड। अन्त ल त गाइस अनि हेर्न सक्नुहुन्छ हाम्रो जुन दिदीको छोरा, मेरो भान्जा र दिदी। उहाँ चाहिँ मेरो फुपू र फुवाजू, कान्छी फुवाजू। उहाँ मेरो अङ्कल काका, बाबाको भाइ। उहाँ दिदी, बाबाको दिदी, बाबा काका मेरो साली फुपू, अन्तरे फुपू, कान्छी फुपू। उहाँहरू चाहिँ मेरो बाबा मम्मी। ल त गाइस थ्याङ्क फर वाचिङ। हजुरहरूको लागि यस्तै नयाँ ब्लगमा लिएर आउनेछु। ओके गाइस।